नमस्कार। म यो स्कुलमा मेरो दुईटा बाबुहरू विगत 3 वर्षदेखि स्थापना कालदेखि नै पढिरहेका छन्। जेठो छोरो क्लास 4 मा अनि सानो छोरो चाहिँ एसकेजी मा पढ्छ। मैले 3-4 वर्षको अनुभवमा स्कुलमा के फिल गरेँ भने एउटा चाहिँ एकाडेमिक पार्ट भइहाल्यो, जति चाहिने त्योभन्दा बढी पढ्न दिएको छैन बच्चाहरूलाई। दोस्रो भनेको यसमा अब आइपिसी करिकुलम भनेको छ हैन, त्यो चाहिँ अन्तर्राष्ट्रिय स्तरको चाहिँ एउटा करिकुलम चाहिँ फलो गरेका छन्। त्यसले गर्दाखेरि बच्चाहरूमा चाहिँ के हुन्छ भने पढाइका सँगसँगै अरू जोडिएका कुराहरू हुन्छन्, जस्तै बच्चाहरूको रचनात्मक सोच, आलोचनात्मक सोच, ज्ञान, यसमा एकदम राम्रो वृद्धि भएको फिल गरेको छु। त्यस्तै मैले अर्को भनेको बच्चाहरूमा चाहिँ कन्फिडेन्स बिल्डअप एकदम राम्रो गरे जस्तो फिल हुन्छ स्कुलबाट। त्यस्तै अब स्कुलको यहाँको वातावरण पनि त्यो राम्रै छ, स्टाफहरूदेखि लिएर टिचरहरू हुन्छ, उहाँहरू पनि अब बच्चा बच्चीलाई चाहिँ अब छोराछोरी जसरी व्यवहार गरेर पढाइरहनु भएको फिल गरिरहेको छु। त्यो एउटा वातावरण चाहिँ स्कुलले पनि दिने हो, स्कुलबाट के सिक्ने नै मुख्यतः हाम्रो प्राय अब यसको बेस भनेको त स्कुल हो नि बच्चाहरूको, त्यो मैले एउटा फिल गरेको छु। सँगसँगै अब त्योसँग जोडिएको कुरा के छ भने बच्चाहरूमा चाहिँ एउटा धार्मिक होइन, अनि त्यसपछि सांस्कृतिक नैतिक रूपमा त्यो सोच, त्यो व्यवहारमा चाहिँ परिवर्तन भएको फिल गर्छ। जस्तै यहाँ पढाउने संस्कृतका कक्षाहरूदेखि लिएर संस्कृतका विभिन्न मन्त्रहरूको उच्चारण गर्नेदेखि लिएर बच्चाहरूमा चाहिँ हामीले हाम्रो पुस्तामा त्यो जुन कुरा मैले मिस भएको फिल गरिरहेको थिएँ, त्यो कुरा चाहिँ मैले यहाँ बच्चाहरूमा दिन पाउँदा मलाई साह्रै खुसी लागेको छ। यो लोकेसनमा यो स्कुल हुनु र म नजिकै हुनुमा पनि म भाग्यमान भन्नु होइन। धन्यवाद।